guys, welcome back to my new vlog. आयो vlog जाँदा सन्चै आरामै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै आरामै छु अनि आज चाहिँ मलाई के गरौँ भन्ने भइरहेको थियो। सो त्यही भएर चाहिँ म vlog गर्दैछु because you know you are my friends है त। And so let's start our vlog. अनि फर्स्टमा चाहिँ म गर्दैछु यहाँ होमवर्क गर्दैछु म चाहिँ यहाँ। अनि अब भने म यो होमवर्क सक्छु हैन। यो 3 पेज चाहिँ मैले भइसके होमवर्क। यता हैन सरी यहाँदेखि हो 3 पेज चाहिँ म भइसकेको छु अनि अब यो छ अनि यहाँ लेखेजहरु मैले चाहिँ यहाँ कभर निकालेर राखेको छु। हजुरले अघि नै देख्नु भयो होला बिकज मलाई चाहिँ कभरसँग भ्लग गर्न एकदमै गाह्रो हुन्छ अनि कभर निकालेपछि चाहिँ कम्फर्टेबल हुन्छ। सो लेट्स स्टार्ट। मेरो हात भट्टाभट चल्छ यो गाइजहरु। मलाई चाहिँ यस्तो कमजोर थिएँ म। यस्तो झ्याउ लाग्छ हैन। सोच्दै लेख्नु पर्छ नि हौ। एउटा कुरा के गाइजहरु माइन्ड चाहिँ नगर्नु होला मेरो क्यामेरा क्वालिटी राम्रो छैन। सो त्यो चाहिँ मैले के लगाएको छैन अनुहारमा सेतो देखिया यहाँ चाहिँ एकदमै हेर्न यहाँ के हो यस्तो ग्लिटर्स जस्तो देखिया पुरा हाइलाइट देखिया यस्तो टल देखिया मेरो अनुहार जस्तै। अनि म चाहिँ अब होमवर्क चाहिँ बल्ल हेर्छु बिकज त्यो चाहिँ धेरै हुन्छ नि त यत्रो गर्दासम्म चाहिँ। अनि अरू ब्लग चाहिँ गराउँदा न मैले यो ब्लग चाहिँ म साँझसम्म एन्ड गर्दिनँ हैन। सो लेट्स स्टार्ट। अब के हुन्छ हेरौँ है त। अनि सरी स्टार्ट एन्ड लेट्स गो गाइजहरु। अनि म चाहिँ होमवर्क भएपछि भेट्छु हस्। गाइजहरु मैले चाहिँ होमवर्क गर्छु भनेको च्याटजिपिटीमा गर्दैछु। दिमागमा आयो च्याटजिपिटीलाई प्र्याङ्क हानौँ भनेर त्यही भएर च्याटजिपिटीलाई प्र्याङ्क हान्दियो मात्र भ्याएको छु। होमवर्क हेर्नुहोस् है त यति चाहिँ भयो। यो चाहिँ भए अब यसमा यति लेखेको अनि मैले चाहिँ मलाई चाहिँ भात खानु बोलाउनु भयो। सो लेट्स गो गाइजहरु भात खानु जाऊँ निद्रा लाग्यो। गाइजहरु यो भ्लग चाहिँ हिजोको हो बट मैले चाहिँ आज भोलिबाट गर्दैछु। मेरो घाँटी पुरै बस्यो आराम चाहिँ खाना खाने बेलाको है। म चाहिँ अब गएँ भात खानु। गाइजहरु मैले चाहिँ भर्खरै भात खाएर भाँडामा चाहिँ बसेको भर्खरै त हैन अहिले अघि नै हो थाकेर घाँटी बसे जस्तो भए रुगा लागे जस्तो भए नाक बुझ्यो भगवान के हो। अनि अब भने म गर्दै फेरि होमवर्क स्टार्ट। अनि मैले चाहिँ यताको फेकेँ अब चाहिँ बाँकी यताको। सो लेट्स नि यति कम्प्लिट गरेपछि चाहिँ आजको मेरो होमवर्क पनि कम्प्लिट हुन्छ ठिकै। अनि म चाहिँ डेकोरेसन गर्छु भोलिको लागि प्रोजेक्टको लागि। सकेसम्म चाहिँ आज पनि हल्का गर्छु भोलिको लागि सजिलो हुन्छ। अनि भोलि चाहिँ लास्ट दिन हो हाम्रो स्कुलको घर बस्ने हैन। अनि स्कुल जानुपर्छ भोलि चाहिँ स्कुलको तयारी गर्नुपर्छ नि त ड्रेसहरू खोज्ने बुकहरू मिलाउने कहाँ छन्। सो त्यही भएर चाहिँ सायद आज गर्ने कोसिस गर्छु भ्याउने अब सक्छु कि नै। सो लेट्स सी। फर्स्टमा चाहिँ यो भ्यामै त म भ्याइसी भेट्छु ल। होमवर्क भइगए अनि सँगसँगै अघि चाहिँ मैले फ्रन्ट क्यामेराबाट बनाएको त्यही भएर उल्टा पुल्टा देखेको थियो अनि चाहिँ बल्ल सिधा देखिया। फर्स्टमा चाहिँ मेरो यो भयो 1 पेज देन 2 पेज 3 पेज 4 पेज 5 पेज 5वटा शीर्षकमा थियो। माइ गड हेर त मेरो होलिया गाइजहरु। अब भने मेरो भयो अब भने म गर्छु डेकोरेसन। सो लेट्स गो। डेकोरेसन भने अब गर्न एकदमै टाइम लाग्छ त्यही भएर मैले चाहिँ गरेर भ्याएपछि भेट्छु है। गर्न चाहिँ गरेन है होमवर्क गरेन मैले डेकोरेसन पनि गर्न त्यसपछि अनि म चाहिँ वर्षसँग बसेको थिएँ हामी मोबाइल लिएर गफ हानेर बसेको थियौँ। अनि अब भने जान्छ हामी गिफ्ट किन्नको लागि कसको लागि किन भनेर लास्ट भनेर ल म चाहिँ रेडी भइसकेँ। अँध्यारो छ कालो अहिले चाहिँ म बर्थडेको लागि रेडी भइसकेको छु। अनि आज चाहिँ म केही पनि मेकअप गर्दिनँ हल्का मात्र ब्लस मात्र लगाउँछु ल। सो लेट्स गेट गो। यहाँ चाहिँ मेरो मेकअप सिस्टम मेरो चाहिँ डार्क सर्कल छ नि आफ्नो मैले कन्सिलर पनि थोरै एड गरेर तान्थेँ त्यही भएर चाहिँ ब्लस मात्र हल्का एड गर्छु केही पनि लानु अरू। नुहाएकै छैन यस्तो कालो देखिन्छ कि क्या घाँटी है।
लाजुनु यतिकै जान्छु म ओके धेरै म मेकअप सेकअप केही गर्दिनँ अब हल्का पर्फ्युम त लाउनु पर्यो ओ माय गॉड फर्स्टमा म मेरो कपाल मिलाउँछु बढिया बेबी हेयर नो है या नो अगाडि चाहिँ उड्दैन मेरो कपाल उड्ने नै पछाडि हो ओ माय गॉड एन्ड के भयो यार यस्तो What is this? यो चाहिँ मेरो गिफ्ट हो 3 गिफ्ट्स छ चाहिँ यो भित्र सो बाहिर केही देख्नु भयो त केही देख्नु भएन नि हैन हेर्नु यहाँ घर मात्र हो यो वर्षको घर हो यो वर्ष अझै सत्य है नि अहिले चाहिँ हामी यहाँ आएर बसिसक्यो हामी बर्थडे गर्लको घरमा अनि अझै बर्थडे गर्ल चाहिँ आउनु भएको छैन त्यहाँ हुन्छ मेरो दिदी आएको बर्थडे गर्लको मम्मी त्यसपछि एकछिन पछि भने हामी बल्ल आइन बर्थडे गर्ल चलो त्यो यो हाई गर भ्लग हो के हैप्पी बर्थडे संस्कृति बेबी चारा Happy birthday. Kita ambil kek cut kalau sampai jalan itu istri buat itu dia harus ada sekolah. Happy birthday. हामी चाहिँ बर्थडे मनाएर हामीले हैन इनको चाहिँ बर्थडे सेलिब्रेसन भइसक्यो हाम्रो चाहिँ बर्थडे सेलिब्रेसन इनको चाहिँ बर्थडे सेलिब्रेसन सकिसकेको छ अनि अब चाहिँ यसपछि हाम्रो हुन्छ गिफ्ट अनबक्सिङ हैन फर्स्टमा के हुन्छ अनि चुला गर्न किनकि हामीले चाहिँ अनि एकछिन पछि डिनर हुन्छ हाम्रो त्यहाँ एकदमै स्पेसल छ भने सुने हामीले अब के हुन्छ हेरौँ लेट्स सी गाइज अनि त्यसपछि भने हाम्रो गिफ्ट अनबक्सिङ छ हाम्रो हैन इनको गिफ्ट हैन गिफ्ट दिएको चाहिँ हामीले नै हो इनले चाहिँ गिफ्ट अनबक्सिङ गर्छन् त्यसको भिडियो पनि आउँछ गाइजहरु हामीले पनि पार्ट 2 हेर्न नबिर्सनु होला बस नानीहरुलाई देऊ तिमीले दिन्छु यहाँ चाहिँ मैले फर्स्टमा खाएर भएर नि थपे मलाई मात्र होला नि त फेरि सबैलाई पनि थप दिनु भयो अब भने यहाँ मैले सब खाएर भएपछि केकको पालो खाएर भए डिटेल खाएको छ अँधेरो भएको छ अनि हामी चाहिँ पटाका पड्काउनको लागि जाँदैछौँ सो लेट्स गो सबलाई कुन चाहिँ मलाई मात्र 2 गाडी छ मैले त हातमा त ओबी कति सस्तो फेरि यो
वर्षको नि त्यस्तै भइरहेको मेरो जस्तै हालत भयो अनि यहाँ चाहिँ मैले कति बेरपछि बल्ल पटक्का पड्काएर डराउँदै भागे गरेर लास्टमा चाहिँ मैले पड्काउनु चाहिँ पड्काएँ। बिस्तारै के न पड्के पनि के हुने के बिस्तारै गर त बोल्न देऊ न त्यसलाई बिस्तारै अबि देउमा पड्काउ बल्ल एउटा पड्काएँ मैले सक्यो अब संस्कृतिको पालो हैन बासेन के बाबा धन डराउन दिन्छ हैन एकैछिन कके बाकी त जिरेर गर्नु त्यसो टुकी भयो कहाँ सक्नुहुन्छ या सक्छम डराइ भयो निभ्यो छ अझै त्यहाँ टिप्पो सक्यो होइन उभा हो ओके गाई छोडु यहाँ अझै छ मेरो घर चाहिँ मैले चाहिँ यति लिएर आएँ अहिले हामीले पड्काउनु चाहिँ अझै पड्काएको थियौँ तर क्लिप्स भन्ने यति नै छ गाइजहरू म फेरि चौचु बनाएर खान जाँदैछु सो लेट्स गो अहिले चाहिँ बर्थडे पनि सक्यो सकिया त होइन बर्थडे सक्यो नि त 12 बज्यो हो बट बर्थडे भएर चाहिँ हामी घर आइसक्यौँ एन्ड मसँग छ मेरो करेन्ट्स फेभरेट करेन्ट चाउचो वेयर इज करेन्ट नुडल्स पोइन्ट प्लिज आई निड माई नो के भन्छ I also needed my gift, please. And this is current noodles. So let's go guys. And मैले चाहिँ लिएर आइसकेँ हो हेर्न सक्नुहुन्छ अनि मैले चाहिँ यो करेन्ट फर्स्ट टाइम मम्मीलाई चखाउँदैछु ल ट्राई गर्नु एक चम्चा मात्र त्योभन्दा बढी खाने नै त्यहाँ मैले भन्दै मम्मी ओन्ली वान अब आयो त्यति सक्नुहुन्छ अब मम्मीलाई नि मैले पल्काइदिन्छु गाइजहरू यस्तै गरेर हेर मुस्कान मिठो मुस्कान वाट इज दिस यस्तो बुढी होला यति खा ए मलाई यति राखिदिए लास्टमा सब मिलेर ओए फुच्चे कहाँ हात माफी ल अहिले यस्तै खान्छ जस्तो मम्मी ठुलो पनि हुन्छ चाँडै खानु भाइ खाना तरै पनि दिन्न मेरो पानी मम्मीले चाहिँ के भन्नु भने ले मलाई म भोलि किन्नु लानु भा 2 स्पुन छ त्यहाँ खोल्नु न खाएर हुन्छ कस्तो मम्मी निलाको बेला अनि अब चाहिँ भोलि खान्छु मैले चाहिँ भ्लग यहीँबाट एन्ड गर्छु बिकज मेरो मोबाइलमा चाहिँ फोनको चार्ज छैन सरी मेरो मोबाइलमा चाहिँ चार्ज छैन सो त्यही भएर चाहिँ म भ्लग यहीँबाट एन्ड गर्छु आजको भ्लग यति नै बाइ गाइस थ्याङ्क्स फर वाचिङ